फाउन्डेसनका तर्फबाट आदरणीय सर्दै अध्यक्ष सीताराम कट्टे धुर्मुस दाई, उपाध्यक्ष कुञ्जना घिमिरे लगायतको इन्टायर टिमले तत्काल यो केही गरौँ भनिसकेपछि त्यो चिजलाई एड्रेस गर्नका लागि धुर्मुस सुन्तली फाउन्डेसनबाट मास्क, सेनिटाइजर, पिपी लगायतको जुन खालको ह्यान्डओभर गरेर एउटा खालको इनिसिएसन स्वास्थ्य कर्मीहरूको मनोबल बढाउने डाइनामिजममा काम गरिदिनु भएको छ। म यहाँहरूको संस्था अहिले पनि 120 जना त्यहाँ निरन्तर रूपमा काम गर्ने हुनुहुन्छ। उहाँहरूलाई नै रक्षा गर्नुपर्ने कारणले बाहिर त्यति फिल्डमा फाउन्डेसन त्यति हिँड्न सकेको छैन। आज सुरुवात भरतपुर सरकारी अस्पतालबाट फाउन्डेसनले गरेको छ। अझ आगामी दिनमा दर्शक महानुभाव, धुर्मुस सुन्तली फाउन्डेसनबाट यो विषम परिस्थितिको अवस्थामा सुरक्षा स्वास्थ्य कर्मीहरूलाई सावधानी अपनाउनको लागि यो स्वास्थ्य सामग्रीहरू लिएर भर्खरै रोटरीको गाडी यहाँ आइसकेको छ। आज धुर्मुस सुन्तली फाउन्डेसनले एउटा यो महामारीको बेलामा एउटा विशाल कार्य गरेको छ, त्यसप्रति हामी सम्मान व्यक्त गर्न चाहन्छौँ। महानुभाव, यति बेला हामी भरतपुर सरकारी अस्पतालको प्राङ्गणमा छौँ। पछाडि देख्न सक्नुहुन्छ प्रशासकीय भवन अगाडि उभिएका छौँ र यी कार्टुनहरू तपाईँले देख्न सक्नुहुन्छ धुर्मुस सुन्तली फाउन्डेसनबाट स्वास्थ्य कर्मीहरूलाई सामग्रीहरू चाहिँ यहाँ आइरहेका छन्। देख्न सक्नुहुन्छ के सामग्रीहरू छ, के आइरहेको छ, कति बराबरको सामग्री धुर्मुस सुन्तली फाउन्डेसनबाट सहयोगको रूपमा आइरहेको छ, त्यो चाहिँ हामी यस धुर्मुस सुन्तली फाउन्डेसनका तर्फबाट आदरणीय समाजसेवी व्यक्तित्व अर्जुन भुषालजीसँग चाहिँ सबै कुरा सुन्नेछौँ, उहाँबाट जानकारी लिने नै छौँ। म यति बेला धुर्मुस सुन्तली फाउन्डेसनका तर्फबाट आदरणीय समाजसेवी व्यक्तित्व अर्जुन भुषालजीसँग कुराकानी गर्न गइरहेको छु। धुर्मुस सुन्तली फाउन्डेसनबाट कुन सामग्री, कस्ता सामग्रीहरू, सुरक्षाका सामग्रीहरू प्रदान गरिँदैछ, त्यो बारेमा जानकारी चाहिँ आदरणीय अर्जुनजीसँग लिन चाहन्छु। अर्जुनजी, स्वागत छ हजुरलाई। धन्यवाद। ल, बताइदिनुहोस् कस्ता के सामग्रीहरू धुर्मुस सुन्तली फाउन्डेसनबाट आज प्रदान हुँदैछ? सर्वप्रथम त धन्यवाद। हामीले केही दिनदेखि जो चितवनको 24 कोटीमा इमर्जेन्सी आकस्मिक हेल्प कक्ष स्थापना गरेर चितवनको युवा साथीहरूले एउटा अभियान चलाइराखेका छौँ। धेरै साथीहरू हुनुहुन्छ यो अभियानमा। त्यही अभियान अन्तर्गत चाहिँ धुर्मुस सुन्तली फाउन्डेसनले पनि हाम्रै टिमसँग रहेर यो टिमबाटै सहकार्य गरेर एउटा सँगै काम गरौँ, फाउन्डेसनले पनि यो अभियानमा सपोर्ट गर्न चाहन्छ भनिसकेपछि आज अहिले यतिखेर हामी भरतपुर सरकारी अस्पतालमा आइपुगेका छौँ। यतिखेर स्वास्थ्य कर्मीहरूलाई पनि निकै गाह्रो छ। उहाँहरूले पिपी नपाइरहेको गुनासाहरू सुनिराख्दाखेरि हाम्रो मनले मानेन र फाउन्डेसनका तर्फबाट आदरणीय सर्दै अध्यक्ष सीताराम कट्टे धुर्मुस दाई, उपाध्यक्ष कुञ्जना घिमिरे लगायतको इन्टायर टिमले तत्काल यो केही गरौँ भनिसकेपछि उहाँहरूले मलाई चाहिँ भाइ अब केही गर्नु पर्यो, कसरी गर्ने होला भनिसकेपछि सल्लाह भइसकेपछि तत्काल अहिले हामीले पिपी ल्याएका छौँ। पिपी तपाईँको मास्क छ, तपाईँको सेनिटाइजर छ, धेरै आइटम छन् यहाँ लगभग इम्पोर्टेन्ट जो उहाँहरूलाई आवश्यक पर्छ स्वास्थ्य कर्मीहरूलाई, त्यो सामग्रीहरू हामीले यहाँ चाहिँ प्रदान गरेका छौँ। करिब 3 लाख हारारीको सामग्री आज भरतपुर सरकारी अस्पताललाई धुर्मुस सुन्तली फाउन्डेसन र हामी सबै युवा साथीहरूले हस्तान्तरण गर्दैछौँ। सबैलाई नमस्कार। यो एउटा महामारीको बेला कोरोना भाइरसले आज समाज आक्रान्त बनेको छ, हरेक क्षेत्र आज पीडामा छ, कयौँ नागरिकहरूले ज्यान गुमाउनु भएको छ। सर्वप्रथम त कोभिडको महामारीमा ज्यान गुमाउनु हुनेहरू सबैलाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु हाम्रो टिमको तर्फबाट। आज अस्पतालको शैय्यामा उपचारत ती नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूको हामी शीघ्र स्वास्थ्य लाभ कामना गर्न चाहन्छौँ। एउटा महामारीमा आज अग्रपङ्क्तिमा रहेर मानवीय अभियानमा जुट्ने चिकित्सक यो समाजको एउटा अभिन्न अङ्ग, जसले अहिले यो महामारीको अग्रपङ्क्तिमा आफूले लड्दै हुनुहुन्छ आफ्नो ज्यानको परवाह नगरिकन। उहाँहरू सबै सम्मानित व्यक्तित्वहरूप्रति
हाम्रो तर्फबाट विशेष गरी यतिखेर अहिले हामी धर्म सुन्तली फाउन्डेसनका तर्फबाट यहाँ उपस्थित भएका छौँ। धर्म सुन्तली फाउन्डेसनका सर्दै अध्यक्ष सीताराम कट्टेल धर्मुस दाईको तर्फबाट, फाउन्डेसनकै उपाध्यक्ष कुञ्जना घिमिरेको तर्फबाट र हामीले केही दिनदेखि निरन्तर रूपमा चितवनमा आकस्मिक हेल्प कक्ष स्थापना गरेर चितवनको 24 कोटीबाट हामीले सेवा प्रदान गरिरहेका छौँ। आकस्मिक रेस्पोन्स टिमका साथीहरू सागरजी, एकान्तजी, अमृतजी, रेशमजी, आदरणीय मौत दाई, विशाल सर, अर्पणजी, सन्तोषजी लगायत हाम्रो सबै टिमको तर्फबाट पनि धन्यवाद दिन चाहन्छौँ। र आज हामीले सुरुवातमा आज अस्पतालले आजैबाट सबैसँग सहयोग मागेर अभियानमा जुट्ने जुन सोच बनाएको छ भन्ने सुनिसकेपछि धर्म सुन्तली फाउन्डेसनले टिमले यहाँ केही सहयोग प्रदान गरौँ भनिसकेपछि यहाँ आएका छौँ। अहिले यतिखेर भरतपुर सरकारी अस्पतालका अध्यक्ष आदरणीय भोजराज अधिकारी सर यहाँ हुनुहुन्छ। सरलाई पनि म सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी आदरणीय मेसु सर पनि यहाँ हुनुहुन्छ। सरलाई पनि सम्मान गर्न चाहन्छु। यसै गरी अस्पतालका पूर्व अध्यक्ष आदरणीय व्यक्तित्व माननीय सांसद विजय सुवेदी सर यहाँ हुनुहुन्छ लगायत विभिन्न सामाजिक काममा सक्रिय र अस्पतालका विभिन्न तह र तब्कामा रहने आदरणीय व्यक्तित्वहरू यहाँ हुनुहुन्छ। सबैलाई धन्यवाद। तपाईँहरूले जुन कर्म गर्नुभएको छ यो कर्मलाई कुनै शब्दले तुलना गर्न सकिन्न। तपाईँहरू महान हुनुहुन्छ। हामी युवाहरू फाउन्डेसन, हामी युवाहरू अस्पताललाई के कति सहयोग गर्न सक्छौँ आजदेखि सुरुवात भएको छ। हामीलाई प्रयोग गरिदिनुहोस्, हामीलाई युज गर्नुहोस्। यो महामारीमा कसरी हामीलाई युज गरेर यो महामारीलाई जित्न सक्छौँ त्यसतर्फ हाम्रो टिमले अझ सहयोग गर्ने बाचा गरेको छ। तपाईँहरूले यहाँ कोही बिरामीलाई गाह्रो परे, कुरुवालाई अप्ठ्यारो परे पनि हामी सहयोग गर्न तयार छौँ भन्नुहोस् मात्रै हामी सहयोग गर्न तयार छौँ। प्लिज मेसु साहब, अध्यक्षज्यू, हामीलाई प्रयोग गरिदिनुहोस्। हामी प्रयोग हुन चाहन्छौँ आम नागरिकलाई बचाउने अभियानमा भन्दै आज तत्काल फाउन्डेसनका तर्फबाट पिपी छ, तपाईँको यहाँ मास्क, सेनिटाइजर लगायत महत्त्वपूर्ण सामग्री करिब 3 लाख हारारीको सामग्री छ। यसको फाइनल चाहिँ तपाईँहरूलाई मैले अहिले चाहिँ एक दिने नै छु। धर्म सुन्तली फाउन्डेसन र त्यस्तै हाम्रो चाहिँ अर्जुन भुषाल भाइहरू र हाम्रो जति पनि अभियन्ताहरूले अहिले चाहिँ हेल्प डेस्क खडा गरेर यस्तो महामारीको अवस्थामा पनि उहाँहरूले चाहिँ कोभिडको कुनै पनि प्रभाव नगरिकन जुन प्रकारले सेवाभावमा लागिराख्नु भएको छ यो धेरै प्रेरणादायक छ। र यसबाट अरू सबैले सिक्नु पर्दछ। र यस्तो अवस्थामा मानिसलाई जुन अप्ठ्यारो परेको बेलामा मात्रै हामीले सहयोग गर्नु नै मुख्य मानवीयता हो। त्यो मानवीयताको भावना उहाँले प्रकट गर्नुभएको छ। भरतपुर अस्पतालले पनि आफ्नो ठाउँमा बसेर एउटा चाहिँ आफ्नो भएको थोरै साधन स्रोतहरूबाट यहाँका चिकित्सकहरू, यहाँका नर्सहरूले अहोरात्र जुनसम्मले काम गरेर काम गरिराख्नु भएको छ उहाँहरूलाई अझ यो सबै कामहरू अझ प्रेरणा मिलोस्, हामीले बाहिर बसेर उहाँहरूलाई सहयोग गर्न सकौँ भन्दै यो जुन धर्म सुन्तली फाउन्डेसनले जुन प्रकारको सहयोग गरेको छ यसप्रति मैले हार्दिक आभार व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। प्रथम धर्म सुन्तली फाउन्डेसनलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। यस विषम परिस्थितिमा हामी सबै कोभिड विरुद्धमा चाहिँ कोभिड-19 विरुद्धमा चाहिँ लागिरहेको अवस्थामा हामीलाई अब अहिले तत्काललाई चाहिँ स्वास्थ्य कर्मीहरूको लागि सुरक्षाको लागि चाहिने जुन सामग्रीहरू आज उहाँहरूले चाहिँ हस्तान्तरण गर्दै हुनुहुन्छ यसको लागि पनि पुनः धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यस्तै सहयोगको चाहिँ अस्पताल अपेक्षा गर्न चाहन्छ। किनभने सरकारी प्रक्रिया हो, कहिलेकाहीँ टाइम लाग्न पनि सक्छ र तुरुन्त चाहिने जुन पिपीहरू हो जुन हामीले पहिले चाहिँ जुन स्टकमा राखेका थियौँ अहिले बिरामीको चाप अत्यधिक बढ्दै गएपछि हामीले अस्पताललाई बेड सङ्ख्या बढाउँदै जाँदाखेरि कर्मचारीहरू पनि अब खटिने कर्मचारीहरू पनि बढ्दै जानुपर्ने अवस्थामा यो जुन पिपीहरू हो सुरक्षाका चाहिँ सामग्रीहरू हुन् यो केही कमी हुन्छ कि भन्ने हामीले महसुस गरेका थियौँ र त्यसैलाई मध्यनजर गरेर उहाँहरूले चाहिँ आज यो सुरुवात गर्दै हुन्छ। यसको लागि पुनः धन्यवाद दिन चाहन्छु। र यसको साथसाथमा उहाँहरूले अघि नै व्यक्त गरिसक्नु भएको छ अरू कुरामा पनि, जस्तै अब यसले अस्पताललाई के आवश्यकता छ अहिले तत्काललाई हामीलाई भनेको हामीले कोभिडमा उपचार गर्न चाहिने भनेको चाहिँ अक्सिजनै हो र त्यसपछि दोस्रो भनेको हामी सुरक्षामा काम गरे स्वास्थ्य कर्मीहरूको लागि सुरक्षाका सामग्रीहरू नै हो र यही दुईटामा चाहिँ हामीले अहिले फोकस गऱ्यौँ भने अरू कुरामा चाहिँ हामीले चाहिँ काम गर्नलाई चाहिँ हामीलाई सहज हुने थियो। र अर्को अक्सिजनको कुरामा पनि हामीलाई अहिलेसम्म त हामीले चाहिँ जेन तेन हाम्रो आफ्नै अक्सिजन प्लान्ट छ र त्यसै गरी एक्स्ट्रा सिलिन्डरहरू पनि व्यवस्था गरेर हामीले अक्सिजनहरू अहिलेसम्मका अहिले पनि हामीसित 157 जना बिरामीहरू वार्डमा भर्ना भएर
उपचारस्थ हुनुहुन्छ। हामीले दिन प्रतिदिन बेड सङ्ख्यालाई बढाउँदै गएका छौँ र बढाउँदै जाँदाखेरि अक्सिजनको कन्जम्सन एकदमै बढी भएको कारणले गर्दाखेरि हाम्रो जुन प्लान्टले जति प्रेसरमा दिनुपर्ने अक्सिजन हो त्यति पुर्याइ नराखेको अवस्था छ। त्यसलाई चाहिँ हामीले चाहिँ कसरी हुन्छ एक्स्ट्रा अरू सिलिन्डरहरू थपेर दिनुपर्ने अवस्था आएको छ। यो कुरामा पनि यहाँहरूबाट आगामी दिनमा सहयोग हुनेछ भन्ने पुनः अपेक्षा राख्दै र पुनः यहाँहरूलाई धेरै धेरै धन्यवाद र आभार। अहिलेको यो महत्त्वपूर्ण अभियान भरतपुर अस्पताललाई महामारीको समयमा स्वस्फूर्त रूपमा कसरी सघाउन सकिन्छ भनेर पहिलो हात अगाडि बढाउने धुर्म सुन्तली फाउन्डेसनको सीताराम दाई लगायत अहिले अर्जुन भुषालज्यू र उहाँसँगै सहकर्मी साथीहरू भोलिन्टियर साथीहरू हुनुहुन्छ। म सबैलाई नमस्कार भन्न चाहन्छु। अस्पतालले करिब अघिल्लो कोभिडको वेभ सिद्धिएर सर्भिसलाई कोभिड आइसियुमा त्यो पनि दुई तिनजना बिरामी राखेर अब लगभग नर्मल लाइफमा फर्क्यौँ भन्दै गर्दा करिब 1 महिनाभित्र बढाउँदै 10 बेडबाट 35, 35बाट 90, 90बाट 110, 110बाट 145 हुँदै आज हामीले 200 बेड, त्यो पनि बेसिकल्ली अहिलेको वेभ 2 मा चाहिँ क्रिटिकल केयर खालका आइसियु चाहिने खालका बिरामीहरूलाई सर्भिस एक्सपान्सन गर्न लागेका छौँ। यो गर्दै गर्दा हामीले चाहिँ सर्पको टोकाई लगायतका अरू खाले इमर्जेन्सी आइसियुमा बस्नुपर्ने बिरामीहरूको व्यवस्थापनलाई पनि ध्यान दिएर म्यानेज गरेका छौँ अस्पतालमा। यसो गर्दै गर्दा हामीलाई 2वटा पाटोहरूमा बढी समस्या परेको मैले देख्छु। एउटा सेवा दिने हाम्रा चिकित्सक स्वास्थ्यकर्मी साथीहरू जो आवश्यक प्रोटेक्टिभ इक्विपमेन्ट बिना यो महामारीमा काम गर्न गाह्रो हुन्छ अथवा त्यसले अर्को भवितव्य निम्ताउन सक्छ, त्यो चिजलाई एड्रेस गर्नका लागि धुर्म सुन्तली फाउन्डेसनबाट मास्क, स्यानिटाइजर, पिपी लगायतको जुन खालको ह्यान्डओभर गरेर एउटा खालको इनिसिएसन स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने डाइनामिजममा काम गरिदिनु भएको छ। म यहाँहरूको संस्थाप्रति सहृदय चाहिँ यहाँहरूको अभियानप्रति चाहिँ एकदमै कृतज्ञ छु। समग्र अस्पताल परिवार कृतज्ञ छ। यसले चाहिँ सेवादायकहरूको मनोबल बढाउनेछ र हाम्रो साथीहरूले दुःखमा रहेका बिरामीहरूलाई आफू प्रोटेक्टेड भएर सेवा दिन सक्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु। अहिले पनि 120 जना त्यहाँ निरन्तर रूपमा काम गर्ने हुनुहुन्छ। उहाँहरूलाई नै रक्षा गर्नुपर्ने कारणले बाहिर त्यति फिल्डमा फाउन्डेसन त्यति हिँड्न सकेको छैन। आज सुरुवात भरतपुर सरकारी अस्पतालबाट फाउन्डेसनले गरेको छ। अझ आगामी दिनमा फाउन्डेसन, हाम्रो इमर्जेन्सी रेस्क्यु टिम अस्पताललाई गर्नुपर्ने हरेक सहयोग अघि नै बाचा गऱ्यौँ, प्रयोग गर्नुहोस्, युज हामी हुन तयार छौँ। र पुनः तपाईँहरूलाई धन्यवाद। यो मानवीय अभियानमा सबैलाई भरतपुर सरकारी अस्पताल मात्र होइन समग्र देशका अस्पतालहरूलाई सहयोग गरिदिनुहोस्। यतिखेर राज्य संरचनालाई गाली गरेर सत्तालाई गाली गर्नुभन्दा पनि सबै मिलौँ, एक भएर यो महामारी विरुद्ध लडौँ। यसरी नै सहयोग गर्न भरतपुर सरकारी अस्पतालमा धेरै बिरामीहरू विशेष गरी चितवनबाट मात्र होइन काठमाडौँबाट पनि अहिलेदेखि लिएर धेरै क्षेत्रका धेरै जिल्लाका बिरामीहरू यहाँ हुनुहुन्छ। एउटा सेन्ट्रल ठाउँमा रहेको अस्पताललाई अझ राम्रो बनाऊँ, यहाँका डक्टरहरूलाई सेफ्टी बनाउन सकियो भने यहाँबाट उपचार पाउनेहरूले पनि सहज तरिकाले पाउन सक्नुहुन्छ। त्यस कारण सबै देश विदेशमा बस्ने नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, सबै सामाजिक सङ्घ संस्थाहरू, समाजका बौद्धिक नागरिकहरू सबैले यस महान अभियानमा भरतपुर अस्पताल लगायत त्यसका सबै अस्पताललाई सहयोग गरिदिन आग्रह गर्दै यो विशेष कार्यक्रमका लागि उपस्थित भइदिनु हुने सबैलाई धन्यवाद व्यक्त गर्दै अहिले बिदा हुन्छौँ। नमस्कार।